Namaste parents, this is Dr. Deepa, your pediatrician. आज बिहान इमर्जेन्सीमा एउटा बच्चा आएको थियो 3 years old अनि ऊ चाहिँ खेल्दा खेल्दा यो गमला राख्ने स्ट्यान्डमा ठोकिएछ जसले गर्दाखेरि चाहिँ उसको यहाँ कट इन्जुरी अलिकति भएको थियो। हामीले इमर्जेन्सी गर्नुपर्ने ट्रिटमेन्टहरू गर्यौं र त्यसपछिको पेरेन्टको कन्सर्न भनेको चाहिँ अब टिटानसको सुई लगाउने कि नलगाउने भन्ने थियो। सो दिस भिडियो इज फर ऑल दोज पेरेन्ट्स है त। हामीले यो गभर्नमेन्टले दिने भ्याक्सिन जुन हुन्छ नि यो डीपीटी भनेर टी स्ट्यान्ड्स फर टिटानस जुन हामीले 6 हप्ता 10 हप्ता र 14 हप्तामा लगाइरहेको हुन्छौं त्यो भ्याक्सिनले चाहिँ हाम्रो यो बच्चाहरूलाई चाहिँ टिटानसको भाइरस विरुद्ध चाहिँ इम्युनिटी दिइसकेको हुन्छ हैन। त्यसले गर्दाखेरि चाहिँ दो चाइल्ड हु हेभ रिसिभ्ड द भ्याक्सिन एट 16 and 14 weeks एन्ड अ बुस्टर एट 18 months हैन उनीहरूलाई चाहिँ हामीले 5 वर्षसम्मको लागि चाहिँ यदि यस्तो कट इन्जुरीहरू माइनर इन्जुरीहरू छ भनेदेखि टिटानसको भ्याक्सिन लगाइरहनु जरुरी छैन। तर यदि इम्युन छैन भनेदेखि चाहिँ फेरि लगाउनु पर्ने हुन्छ। अब 5 वर्षसम्मको लागि त्यसले प्रोटेक्सन दिन्छ। त्यसपछिको अरु केसहरुमा चाहिँ हामीले टिटानस सुई लगाउने नलगाउने भने चाहिँ प्लिज कन्सल्ट योर पिडियाट्रिशियन। थ्यांक यू।